everyone. You may be wondering who I am, right? म पनि तपाईहरु जस्तै नर्मल मान्छे नै हुँ, तर मैले बिताएको लाइफ अलि डिफरेन्ट छ। I am Matina Saket, the royal former Kumari of Nepal. मेरो जर्नी एज अ कुमारी चाहिँ 2065 देखि सुरु भयो। म त्यतिखेर 3 वर्षको मात्र थिए। त्यसैले मलाई आफ्नो घरबाट कुमारी घरमा एडजस्ट हुन चाहिँ अलि टाइम लागेको थियो। तर कुमारी घर परिवारको माया, स्नेह र ममताले गर्दा म त्यहाँ बिस्तारै एडजस्ट हुँदै गए र मलाई त्यही इन्भाइरोमेन्टमा म युज टु हुँदै गए। मेरो कुमारी लाइफको डेली रुटिन भन्नु पर्दा म बिहान उठेर रेडी हुन्थे, ब्रेकफास्ट गर्थे र बिहानको 9 बजेदेखि 12 बजेसम्म र साँझको 4 बजेदेखि 6 बजेसम्म चाहिँ मान्छेहरू दर्शन गर्नको लागि आउनुहुन्थ्यो र मान्छेहरू नआउँदा चाहिँ म तपाईहरु जस्तै नर्मल एक्टिभिटिजहरू गर्थे, जस्तै कि टिभी हेर्ने, मोबाइल चलाउने अनि अरु गेमहरू खेल्ने पनि गर्थे र दिउँसोको 12 बजेदेखि 4 बजेसम्म चाहिँ स्कुलबाट टिचरहरू आउनुहुन्थ्यो र मलाई स्कुलको कोर्स अनुसार नै पढाउनुहुन्थ्यो। मैले कुमारी घरमै बसेर मेरो नर्सरीदेखि क्लास 7 सम्मको एजुकेसन कम्प्लिट गरेँ। अनि मलाई त्यही पढ्न, त्यही बस्न, त्यही इन्भाइरोमेन्टमा बस्न चाहिँ एकदम रमाइलो लागिरहेको थियो। अनि तपाईहरुलाई म वर्षको 13 चोटि मात्र विभिन्न जात्रा पर्वहरुमा निस्किन्थे। तपाईहरुलाई इन्द्र जात्राको बारेमा त थाहा नै होला। इन्द्र जात्रामा मलाई एकदम रमाइलो लाग्थ्यो। रथमा बसेर ठाउँ ठाउँमा घुम्न, बाजाहरू बजाएको सुन्न, मान्छेहरू इन्द्र जात्रामा रमाएको हेर्न मलाई एकदम रमाइलो लाग्थ्यो। अनि त्यसैगरी म रथमा बसेर मान्छेहरू रमाएको हेर्थे, बाजा बजाएको अनि लाखे डान्स, पुलकेसीहरूको डान्स पनि हेर्थे। र इन्द्र जात्राको लास्ट डेमा म कुमारी घर आउँथे र राष्ट्र प्रमुख चाहिँ कुमारीको हातबाट टीका लगाएर सुनको कोइन चढाउनुहुन्थ्यो र त्यसपछि अरु मान्छेहरू पनि कुमारीको हातबाट टीका लगाउन आउनुहुन्थ्यो। टीका लगाइसकेपछि चाहिँ पूजा हुन्थ्यो र इन्द्र जात्राको एन्ड हुन्थ्यो र मैले आफ्नो लाइफ कुमारी घरमै बिताएर मलाई एकदम रमाइलो भइरहेको थियो। म त्यो इन्भाइरोमेन्टमा एकदम एट्याच भइसकेको थिएँ। तर भन्छन् नि एभ्री गुड थिङ्स कम्स टु एन एन्ड। त्यसैगरी मेरो कुमारी लाइफको एन्ड पनि 2074 मा भयो। मलाई एकदम मिक्स फिलिङ्सहरू थियो, किनभने म 9 वर्षसम्म त्यही फ्यामिलीमा हुर्केको, त्यही फ्यामिलीमा एकदम आफ्नै फ्यामिली जसरी बसेको एकैचोटि छोडेर आउन चाहिँ मलाई गाह्रो भएको थियो। तर मलाई आफ्नो फ्यामिलीसँग बस्न, आफ्नो घरमा बस्नको चाहिँ छुट्टै नै खुसी थियो। तर अलिकति नरमाइलो पनि लागिरहेको थियो। मेरो फ्यामिली, स्कुलको फ्यामिली र रिलेटिभ्सहरू चाहिँ मलाई कुमारी घरमा बाजागाजाको साथ लिन आउनुभएको थियो। अनि म कुमारी घरबाट आफ्नो घरमा गएँ। मेरो नर्मल लाइफको स्टार्ट भयो। नर्मल लाइफ चाहिँ कुमारी लाइफभन्दा एकदम डिफ्रेन्ट थियो। मलाई सुरुमा बाटोहरू चिन्न पनि गाह्रो भयो। मलाई मान्छेहरूसँग इन्टरेक्ट गर्न गाह्रो भयो। अनि मलाई एक्लै बाहिर जान पनि अप्ठ्यारो लाग्थ्यो। तर मेरो फ्यामिली एकदम सपोर्टिभ हुनुहुन्छ। उहाँहरूले मलाई हरेक स्टेपमा एकदम साथ दिनुभएको थियो। मलाई बाटोहरू चिनाउन, मलाई मान्छेहरूसँग इन्टरेक्ट गराउन अनि मलाई डिफ्रेन्ट ठाउँहरूमा सोसाइटीमा इन्भल्भ गराउन उहाँहरूले मलाई बाँसुरीहरू सिकाउन पनि इन्करेज गर्नुभयो। म बाँसुरीहरू सिकेर मान्छेहरूसँग बोल्ने पनि म सिक्दैछु। र त्यसपछि मलाई डिफ्रेन्ट इन्टरभ्युजहरू, डिफ्रेन्ट प्रोग्रामहरूमा पनि बोलाउनुहुन्थ्यो। त्यो प्रोग्राममा फर्स्टमा त मलाई क्यामेरा अगाडि बोल्न पनि गाह्रो हुन्थ्यो। तर
मेरो बाबाले चाहिँ मलाई एकदम सपोर्ट गर्नुभयो, मलाई इन्करेज गर्नुभयो र मैले बिस्तारै बिस्तारै इन्टरभ्युजहरू दिन थालेँ, प्रोग्रामहरूमा पनि जान थालेँ। अनि एकचोटि चाहिँ मलाई र मेरो मम्मी बाबाले चाहिँ रसियाको मस्कोबाट इन्भाइट गर्नुभएको थियो। अनि हामी चाहिँ त्यहाँ 1 विकको लागि गएको थियौँ। अनि त्यहाँ चाहिँ कुमारीको बारेमा प्रोग्राम थियो। अनि त्यो चाहिँ मेरो फर्स्ट इन्टरनेसनल ट्रिप थियो र म आफ्नो देशै राम्ररी नघुम्दै मैले इन्टरनेसनल टुर गर्न पाएँ। र म सानो हुँदा नै आफ्नो मम्मी बाबालाई विदेशमा घुमाउनु पाएँ। त्यसले गर्दा चाहिँ म एकदम खुसी थिएँ। र हामी त्यहाँ प्रोग्राम सकाएर त्यहाँको फेमस ठाउँहरू घुमेर हामी नेपाल फर्क्यौँ। नेपाल फर्केपछि मेरो नर्मल लाइफ कन्टिन्यू हुँदै गयो। मैले धेरै कुराहरू सिक्दै गएँ, साथीहरूसँग बाहिर एक्सप्लोर गरेर मैले धेरै नयाँ नयाँ कुराहरू जानेँ। अनि मैले आफ्नो स्टडीलाई पनि फोकस गर्दै गएँ। मैले एसई कम्प्लिट गरेँ, +2 कम्प्लिट गरेँ र म अहिले प्राइम कलेजमा ब्याचलर डिग्री गर्दैछु। अनि म लास्टमा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि मलाई कुमारी एज फर्मर कुमारी भएर चाहिँ मलाई एकदम प्राउड फिल हुन्छ। अनि मलाई कुमारी भनेर त सबैले चिन्नु नै हुन्छ, तर एउटा सक्षम नारीको रूपमा चिनिन हुन पनि म